जय हिन्द, जय गोर्खा, नमस्कार। आज फेरि एउटा सानो भिडियो लिएर आइरहेछु। यो भिडियो चाहिँ किन हो भन्दाखेरि हिजो गोजामुमो छोड्ने दाजुभाइ दिदीबहिनी उनीहरूलाई र मलाई पनि आज गोजामुमोको एक दुईवटा मिडिया सेल फेक आइडी चलाउने या ओरिजिनल आइडी चलाउने दाजुभाइ दिदीबहिनीहरूले यति घिनलाग्दो मेरो बारेमा पोस्ट गरिरहेछ हो। अस्ति कलकत्तामा मिटिङ भएर त्यसको बादमा मैले पोस्ट गरेको थिएँ विमल गुरुङ दाजुको विषयमा लिएर, हैन। त्यहाँदेखि उपरान्त मैले पोस्टहरू गरेको थिइनँ र हाम्रो डुवर्सको लक्ष्मी घिसिङ बहिनी अनि सुनादाबाट दार्जिलिङबाट कालिम्पोङबाट मलाई फोनहरू आयो, हैन, र सम्झायो बुझायो। म त बुझ्ने नै मान्छे हो, तर पनि उनीहरूको कुरा बुझ्नै पर्छ, हैन। त ठिकै छ, लु हेरौँ न त भन्ने एउटा सोच बनाएर मैले विरोध गर्नु मैले सबै कुरो छोडिदिएँ हो। अनि मेरो पनि गाउँमा छ विमल गुरुङ दाजुको मान्छे, हैन, उनीहरूसँग बातचित भयो, सबै कुरो मिलिसक्यो। तर यो एक दुईजना चुतियाहरू यस्तो मान्छे छ, साला अर्का घरमा भाडामा बसिरहेछ सिलगढीमा, फेक आइडी चलाएर आफूलाई जाति प्रेमी भन्छ। यहाँनिर सबै पार्टीकै मात्रै भिडियो, पार्टीकै मात्रै पोस्ट हालेको हुन्छ। त्यो चुतियाले यति घिनलाग्दो कमेन्टहरू गरेको छ मलाई। पोस्ट चाहिँ त्यहाँ प्रोफाइलको नाम चाहिँ जय गोर्खा अरे, मान्छे चाहिँ बेहोरा चाहिँ पार्टीको जय जयकार गर्दैछ। को हो भन्ने कुरा हामीलाई नसिकाए पनि हुन्छ, बुझ्नुभयो। आफ्नो घर सम्हाल्नुहोस्, घर बनाएको छैन अहिलेसम्म, अर्का घरमा भाडामा बसिरहेछ, घरद्वार चलाउनुको लागि नोकरी गर्नुहोस्, केही काम गर्नुहोस्। अनि त्यो एकजना हाम्रो साथीलाई भन्न चाहन्छु, यो म पोस्ट राखिदिन्छु, उहाँको नाम लिँदिनँ, उहाँलाई म माया गर्छु है। आजदेखि होइन, 2017देखि नै हामीहरू एउटा सोसल मिडियामा एउटा जातिको निम्ति काम गरेको। तर हामी गोजमोमोमा छु भने मात्रै जाति प्रेमी होइन नि। गोजमोमो छोड्यो भने चाहिँ हामी जाति विरोधी, जाति बेचवा, माटो विरोधी हुन्छु। तपाईँहरूले हामीलाई त्यस्तै बनाउँछ त। गोजमोमो चाहिँ एकदम इमान्दारी हो, के भगवानले दिएको के हो, विमल गुरुङ गोर्खा जनमुक्ति मोर्चा एकदम जातिको इमान्दारी नेता हो भन्ने, के त्यति नै हो भने हिजो कि कहिले मैले विनय तामाङज्यूको एउटा भिडियो देखेको थिएँ। 2011मा जिटिए एग्रिमेन्ट उहाँहरूले गरेको रहेछ। लु त दिल्ली कलकत्ता गएर त्यो एग्रिमेन्टलाई खारिज गराउनु, उनीहरूले खारिज गरायो भने हुने रहेछ। त्यसको लागि जोड र फोकस लगाऊ न। के हामीलाई के भनेको हो साथी? तपाईँले भन्नु हुँदैछ यहाँनिर 20वटा घर बनाइदिन्छु भन्ने, पैसा उठाएर खायो। मैले पैसा उठाएर खाएको छु भने तिम्रोमा पैसा छैन भने मागा मलाई, मैले कोलाई कहाँ के गरिदिएको छु, तिमीहरूलाई खुद वहाँनिर गएर आफ्नो आँखाले रिजल्ट लिएर, बुझ्यौ। हामी यस्तो मान्छे होइन कि जातिको नाममा पैसा उठाएर आफ्नो घरमा भात पकाएर खाने मान्छे होइन। तपाईँ जस्तो होइन, बुढीलाई विदेशमा परदेशमा राखेर यहाँनिर पार्टीको जय जयकार गरेर हो, बुढीले पठाएको पैसाले आफ्नो घर चलाएर बस्ने मान्छे होइन हामी आफ्नो मेहनतले गरी खाने मान्छे हो। हामी कुनै पार्टीको लागि जिन्दाबाद र मुर्दाबाद गरेर जाति प्रेमी भएको होइन। हामी जातिले देखेर, हाम्रो जातिले भोगेको देखेर, हामी जतिखेर 2007देखि लिएर 2024सम्म दाजुसँग थिएँ नि, हाम्रो डुवर्समा के भएको छ तिमीहरूलाई थाहा छ? तिमीहरू त दार्जिलिङ पहाडको मान्छे हो। हामी डुवर्समा बिहारी, मारवाडी, मुसलमान, बङ्गाली सबै जाति मिलेर बस्ने ठाउँ हो। तिमीहरूले त वहाँनिर चम्काउँछ, यहाँनिर के हुन्छ थाहा छ तिमीहरूलाई? थाहा छैन। हामीले त आँखाले देखेर हामीले जाति प्रेमी, माटो प्रेमी किन चाहिएको रहेछ हामीलाई अलग राज्य भन्ने कुरा हामीले बुझेको छु। तिमीहरू त जाति के भन्छ, गोर्खाल्यान्ड भन्छ, व्यवस्थातिर तिमीहरू चिप्किन्छौ, बुझ्यौ। तिम्रोमा तिमीले मलाई क्वेसन गरेको छौ, तिम्रोमा पैसा छैन भने मलाई मागा, पैसा म तिमीलाई हालिदिन्छु र कसको घरमा के दिएको छु गएर तिम्रो आफ्नो आँखाले हेर ल। चुतियागिरी यो मान्छे फेसबुकमा उल्लु बनाउने कामहरू नगर, मान्छेलाई बदनाम गर्ने काम नगर। अन्त बिजेपीले गए यस्तै मान्छेहरू लिन्छ अरे।
अरे बिजेपीको यस्तो मान्छे लिन्छ कस्तो मान्छे लिन्छ, तिमीहरू त जतिखेर बिजेपीमा थिएनौ त्यतिखेरदेखि नै हामी आरएसएसको मान्छे हो, बुझ्यौ? बजरङ दलको मान्छे हो। म बम्बईमा थिएँ नि, बम्बईदेखि नै मेरो आई कार्डहरू सबै कुरो छ, हेर्नु चाहन्छौ भने म देखाइदिन्छु। चुतियागिरीको बातहरू नगर्नु। तिमीहरू पो यहाँ आजभोलि यो पार्टी र त्यो पार्टीको झन्डा बोकेर जाति प्रेमी भन्छौ। हामी जाति प्रेमी राष्ट्र प्रेमी कतिखेरदेखि हो त्यो तिमीहरूलाई प्रुफ दिनु पर्दैन। हामीले त्यो जहाँ दिनुपर्छ, जसले देखेको छ, जसलाई थाहा छ त्यो मान्छेलाई थाहा छ हामी के चिज हो भन्ने। ल, चुतियागिरीको बात चाहिँ नगर्नु। तिमीहरूकोमा काम त गर्दैनौ, बुढीले पठाएको यताबाट दिन्छ उताबाट मागेर चलेको मान्छेहरू, चल्ने मान्छेहरू तिमीहरू हो। अनि यसको विरोध गर्दै लेख्यो, उसको विरोध गर्दै लेख्यो, त्यो हो तिमीहरूको औकात। अरू तिमीहरूको औकात छैन। अन्त भन्छ अब रक्सी खाएर लेख्छ, हो खान्छु म, छोरा मान्छे हो खान्छु, होइन? हो खान्छु म, छोरा मान्छे हो म खान्छु नि। तिमीहरूभन्दा राम्रो ब्रान्ड खान्छु म, बुझ्यौ? तिमीहरूभन्दा राम्रो ब्रान्ड खान्छु। त्यो के भन्छ नि, रक्सी कटुवाकहरू खाँदिनँ। ल, चुतियागिरीको बात चाहिँ नगर्नु। तिमीहरूलाई पैसा चाहियो, त्यो कसको घरमा मैले के गरिदिएको छु भन्ने कुरामा हेर्नु जानु छ नि, म दिन्छु पैसा, मागा, बुझ्यौ? मादर चोदरो बदनाम चाहिँ नगर। मैले तपाईँको नाम भनेको छुइनँ, म भन्नु पनि चाहदिनँ, किनकि तपाईँ काहीँ न काहीँ मेरो मनमा तपाईँ एउटा राम्रो मान्छे हो। तपाईँ जुन छायामा छ त्यो छाया चाहिँ गलत छ, बुझ्नुभयो? तपाईँ जुन छायामा छ त्यो छाया गलत छ। म आजलाई हेरेर बोलेको होइन, यत्रो वर्ष हेरेर मैले जानेर मैले बोलेको यो। तपाईँ जुन छायामा छ त्यो गलत छ। हाम्रो डुवर्समा के भएको छ, दार्जिलिङ पहाडमा के भएको छ, यो गोर्खा जातिमा के भएको छ भन्ने कुरा हामीले आँखाले यो कानले सुनेर बसेको मान्छे है। ल, बेसी नबोल्नुहोस्, नलेख्नुहोस्। हेर्नु चाहनुहुन्छ सुरज दनाले पैसा उठाएर खायो भन्ने कुरामा तपाईँलाई लाग्छ भने, प्रुफ चाहियो भने म दिन्छु पैसा, गएर गर्नुहोस्, हेर्नुहोस्। ल, अरू भन्नेवाला केही छैन। र सम्पूर्ण गोजमोमोमा हुने दाजुभाइ दिदीबहिनीलाई म यति नै भन्न चाहन्छु, त्यो पार्टीमा हुने मात्रै जाति प्रेमी माटो प्रेमी हुँदैन है। त्यो पार्टी छोडेपछि गद्दार, माटो बेचुवा, कोनी के भन्छ नि, लालछना लाउँछ। यो सोसियल मिडियाको हेरेर लाउँछ। दाजु त्यस्तो छैन मान्छे। आशा गुरुङ आमा त्यस्तो छैन मान्छे, बुझ्नुभयो? यो एक दुईवटा साला चुतिया हरामखोरहरूले गर्दा चाहिँ आज दाजुदेखि सबै टाढो भएको यो एक दुईवटा मान्छेहरू छ। निस्वार्थ भावनाले दाजुलाई साथ दिने मान्छेहरू तराईदेखि पहाडदेखि डुवर्ससम्मको मान्छेहरूले किन दाजुलाई छोडेको? यही हरामखोरहरूले गर्दा छोडेको हो। यिनीहरूलाई थाहा छैन हो। म कल रेकर्ड के भन्छ दाजुको त्यहाँनिर मुभी पनि देखाइदिन्छु। यिनीहरूलाई के थाहा चुतियाहरूलाई? दाजु भाउजू सबै राम्रै छ, यिनीहरू साला हाँगा बिगाहरू साला बिगार्नेहरू झर्छ नि। हावापानी आउँदाखेरि कता कता कसो घरमा झर्छ नि, झरेर टिनहरू छानाहरू बढाइन्छ, त्यस्तोहरू हो योहरू। आफ्नो त खुद औकात छैन कुछ गर्ने। बुढीलाई देश र विदेशमा काम गर्नु पठाएर यहाँनिर पार्टीको मान्छेहरूलाई यसलाई मागेर त्यसलाई मागेर, यसलाई रिचार्ज गर्नु लगाएर उसलाई रिचार्ज गर्नु लगाएर रक्सी खाएर बस्नेहरूले हामीलाई सिकाउँछ, हामीलाई उम्ली उठाउँछौ। चुतियाहरू अलिक सम्हालेर बस है गडा हो, सिधै भनिदिएको छु, सम्हालेर बस। त्यो एउटा झन् के अरे यहाँ कमेन्ट हानेको थियो, यो एउटा त्यो दार्जिलिङको त्यो एउटा छ साला रक्सी खाएर फुट्नु जस्तो यस्तो अनुहारै पुरा पोतै पोतो भएको मान्छे कमेन्ट गरेको छ। छुतिया त्यो अर्काले दिएको ज्याकेट, अर्काले दिएको लुगा टिपेर लाउने, त्यो के भन्छ त्यो उसको नाम हाम्रो के अरे अरे माफ गर्नु दादा, मलाई बहुत माया गर्ने हो हाम्रो खम्बु बुबु। हस्पिटलबाट बडी उसको यहाँ लिएर आएको पनि छैन, पताबुङमा मर्यो भन्ने कुरा सुन्ने बित्तिकै उसको बेगहरू खोदाल्नेहरू चुतियाहरूले मलाई सिकाउँछ। त्यहाँ खम्बुदाको लुगाहरू लाउनेहरूले यसलाई ठुल्ठुलो कुरा गर्छ। चुतिया मादर चोतहरू मान्छे हामीसँग बसेको मान्छेको त उसलाई मान सम्मानमा उसको सम्मानहरू त उसको घर पो पुगाइदिन्छ त। उहाँ मरेको छ कि छैन, मान्छेको लास यहाँ आइपुगेको छैन, पहिल्यै
बेगसेग खोदालेर त्यो लुगाहरू त्यो जुत्ताहरू लाएर हिँड्ने चुतियाहरूले हामीलाई सिकाउँछ। मादर छोतुहरू सम्झाउँदैछु, बुझ। मान्छेलाई बदनाम गर्ने काम नगर। पैसा छैन भने भन्, हिजो साला म तिमीहरूसँग बस्दा मलाई पैसा मागेर सिगरेट तान्नेहरू, मलाई पैसा मागेर रक्सी खानेहरू मलाई अहिले उङ्ली उठाउँछ। चुतिया सम्हालेर बसै। म घर जानु छ, पैसा देन भनेर मलाई मागेको दिनहरू बिर्स्यो। साला गाण्डुहरू। विमल दाजुसँग सम्बन्ध बिगार्ने तोरो हो मेरो, अरू कोही होइन। मिरिक, खरसाङ, कालिम्पोङ, दार्जिलिङको मान्छेहरूले नि यो कतिजना छ सोसल मिडियामा लेख्ने चुतियाहरू, तिनीहरूले चाहिँ गर्दाखेरि दाजुसँग सम्बन्ध बिग्रेको। अनि त्यो एउटा छ, एउटा टेँडे आँखा यस्तो छ, त्यो टेँडेले गर्दा बिग्रेको। साला चुतिया। कमाएर खानुपर्छ, आफ्नो कमाइ आफूले गरेर आफ्नो बुढी नानी पाल्नुपर्छ, बुझ्यौ? जुत्ता टिपेर त्यसलाई मागेर उसलाई मागेर सरकारको रासिन खाएर कहाँ हुन्छ? मेहनत गर्नुपर्छ, मेहनत। जाति प्रेमी भन्छौ, जाति प्रेमी हुआ। तिमीहरू त जाति प्रेमीको नाममा पार्टी प्रेमीहरू छ चुतियाहरू। के गर्छौ गर, मतलब छैन। तँलाई पैसा चाहियो भने पैसा दिन्छु म, गएर मैले कहाँ के गरिदिएको छु हेर ल। तर बदनाम चाहिँ नगर, हरामखोरहरू। जय हिन्द, जय गोर्खा, जय गोर्खाल्यान्ड। कसैलाई नराम्रो लाग्यो भने क्षमा चाहन्छु मेरो दाजुभाइहरूलाई। तर यो मैले चाहिँ भनेको, जसले गोजमोमो छोडिने बित्तिकै त्योहरूलाई गद्दार, जाति विरोधी कुनै के भन्छ नि, त्योहरूलाई मैले भनेको यो।